नमस्ते। इस्वाल मिडियाको इन्टरटेनमेन्ट सेगमेन्टमा सम्पूर्ण दर्शकहरूलाई स्वागत गर्न चाहन्छु। म कृष्ण अनमोल। दर्शक महानुभावहरू, हामी यस सेगमेन्टमा साहित्य, कला, संगीत, मनोरञ्जन क्षेत्रका विविध व्यक्तित्वहरूलाई ल्याएर उनीहरूका कुराहरू तपाईलाई सुनाउने गर्दछौँ। त्यसरी नै हामी यस कार्यक्रममा साहित्य, कला, संगीत, मनोरञ्जन, सिनेमा लगायत विविध क्षेत्रका सामग्रीहरू पस्केर तपाईलाई मनोरञ्जन दिने कोसिस गर्दछौँ। आजको कार्यक्रममा मैले लिएर आएको छु एकजना गायकलाई। उहाँ संगीत क्षेत्रमा भर्खरै बामे सर्दै गर्नु भएको छ। उहाँ एक कुशल शिक्षक पनि हुनुहुन्छ। उहाँ हुनुहुन्छ उज्जवल खरेल। आजको कार्यक्रममा म उहाँका गीतहरू, उहाँका स्वरहरू सँगसँगै उहाँका अनुभवहरू तपाईलाई पस्किन गइरहेको छु। उज्जवल जी, तपाईलाई कार्यक्रममा स्वागत छ। हजुर, नमस्कार। आजकल के गर्दै हुनुहुन्छ? आजकल अहिले विद्यालयमा परीक्षा चलिरहेको छ। त्यही परीक्षामा नै व्यस्त छु। तपाई विशेष त गीत गाउनुहुन्छ। हजुर। कस्तो खाले गीत गाउनुहुन्छ? कस्तो किसिमको गीतहरू चाहिँ तपाईलाई बढी मन पर्छ? विशेष गरी आधुनिक गीतहरू, रोमान्टिक सङ्ग्सहरू र जुन गानाहरूले, जुन गीतहरूले मलाई छुन्छ, मेरो हृदय स्पर्शी जुनलाई म मान्छु, त्यसै प्रकारका गीत गाइरहेको हुन्छु म। भनेपछि हृदय स्पर्शी गीत मात्रै गाउनुहुन्छ? हजुर हजुर। गीत गायनमा संगीत क्षेत्रमा कहिलेदेखि लाग्नुभयो? ठ्याक्कै भन्नुपर्दा मेरो लालन पोषण चाहिँ मेरो मामा घर यी झापा शनिश्चरीमा भएको थियो। हजुर। बाल्यकाल मेरो लगभग 15-17 वर्षसम्म त्यही नै व्यतीत भयो। त्यस क्रममा म लगभग 7-8 वर्ष हुँदाखेरि मेरो कान्छो मामालाई म एकदम सम्झिन चाहन्छु। उहाँले चाहिँ धेरै त्यतिखेर तत्कालीन समयमा चाहिँ अरुण थापा, नारायण गोपाल, यस्ता सोनु निगम यस्ता गीतहरू चाहिँ उहाँहरूले त्यो कसेट, त्यतिखेर चाहिँ त्यो कसेट रिलवाला कसेट पाइन्थ्यो। त्यतिखेर धेरै सुन्नुहुन्थ्यो। उहाँको कोठा, उहाँको रुम चाहिँ ठ्याक्क माथिपट्टि, मेरो चाहिँ ठ्याक्क मुनिपट्टि। अनि त्यसले चाहिँ मलाई अट्याच भइरहन्थ्यो सधैँ। पढ्दै गर्दाखेरि पनि अट्याच हुने, त्यो अरुण थापाका गीतहरूसँग अट्याच हुने। अनि त्यसरी चाहिँ मेरो गायन क्षेत्र सुरु हुँदै गयो। भनेपछि तपाई प्रेरणाको स्रोत पनि मामालाई नै मान्नुहुन्छ? त्यसै नै भनौँ, त्यसै भनौँ। भनेको तपाईलाई गीत गाउनमा प्रेरणा दिने, प्रोत्साहन दिने तपाईको मामा? हजुर हजुर, एकदम। ओके, तपाई शिक्षण पेशा पनि गर्नुहुन्छ? हजुर हजुर। कसरी टाइम म्यानेज गर्नुहुन्छ यो? अनि यस्तो छ, अब शिक्षण पेशा मेरो अब रसायन शास्त्र। हजुर। म विज्ञान गणित पढाउँछु विद्यालय स्तरमा, मावि स्तरमा। अब त्यो शिक्षणका अलावा शिक्षण पेशामा त आफू आबद्ध भएकै छ। त्योदेखि अब बाहिरी समय, अब हर समयमा शिक्षण पेशामा मात्रै रहिँदैन। अन्य समय चाहिँ म प्रायः जसो गानाहरू सुनिरहेको हुन्छु। अनि चाहिँ अब जस्तै हुन्छ नि, अब गीतकै सिलसिलामा चाहिँ विभिन्न साथीहरूले बोलाउनुहुन्छ, विभिन्न स्टेज प्रोग्रामहरूमा चाहिँ अलिअलि गीत गाइन्छ। त्यसमा चाहिँ स्कुलकै, आफ्नै स्कुलका कार्यक्रमहरूमा पनि केटाकेटीलाई अलिकति उत्प्रेरणा दिन यसरी गायन क्षेत्रमा पनि गर्न सकिन्छ। किनभने हामी त रोल मोडल हुन सक्छौँ केटाकेटीको। हामी त रोल मोडल नै हो वास्तवमा। हजुर हजुर। त्यो हुँदाखेरि हो त्यसरी समय व्यवस्थापन गरिरहेको अवस्था हो अहिलेसम्म। अन्य समय शिक्षण पेशादेखि, शिक्षण पेशा भनेको शिक्षणमा पनि यो गायन क्षेत्र, नृत्य क्षेत्र त छ नि त, त्यसरी बुझ्नु पर्यो। ओके उज्जवलजी, अब तपाईको पहिलो आज साङ्गीतिक कोसेली हाम्रो दर्शकलाई प्लिज सुनाइदिनुहोस्।
त्यस्तै एकदम मिठो, अत्यन्तै स्वर पनि गायन पनि धेरै राम्रो। ओके, अब तपाईँ स्कुलमा चाहिँ साइन्स र म्याथ पढाउनुहुन्छ? हजुर हजुर। अब तपाईँ साइन्सको, विशेष त साइन्सको टिचर। हजुर हजुर। यो सङ्गीतमा चाहिँ विज्ञानको केही कनेक्सन त्यस्तो केही छ? विज्ञानको कनेक्सन पक्कै पनि छ। अब कनेक्सन कुन भनौँ, साङ्गीतिक कनेक्सन भनौँ या वैज्ञानिक कनेक्सन भनौँ? साङ्गीतिक पनि बताउनुहोस् र वैज्ञानिक पनि बताउनुहोस्। साङ्गीतिक कनेक्सन भनेको मैले मेरो व्यक्तिगत धारणा मैले चाहिँ कसरी लिन्छु यस कुरालाई भने, साङ्गीतिक यात्रामा जब कुनै पनि रचनाकारले एउटा रचना गर्नुहुन्छ, शब्द निर्माण गर्नुहुन्छ, त्यो भनेको हाम्रो फिजिकल बडी जस्तो भयो। हाम्रो फिजिकल बडी, शब्द भनेको फिजिकल बडी, शब्द भनेको फिजिकल बडी। हजुर। त्यस पश्चात जब हामी फिजिकल बडीमा एउटा प्राण वायु भन्छ नि, अक्सिजन प्राण वायु हाल्छौँ, प्राण वायु हालिसके पश्चात जसरी एउटा जीवन, फिजिकल बडी चाहिँ जीवनमा कन्भर्ट हुन्छ, त्यस्तै गीतको शब्दलाई पनि म्युजिक हालिसकेपछि, एउटा सङ्गीत हालिसकेपछि त्यसले एउटा जीवन पाउँछ। साथसाथै जस्तो अब एउटा जीवन त पाइयो हामीले एउटा फिजिकल बडीमा चाहिँ तपाईँको प्राणवायु हाले पश्चात, अनि जसरी हाम्रो एउटा सोल भनेको आत्मासँग एउटा कनेक्सन हुन्छ, एउटा इन्टिमेसी हुन्छ, त्यस्तै त्यो साङ्गीतिक भाषामा चाहिँ त्यसलाई चाहिँ सुरको ताल जुन ताल लय हालेर गाउने हो, यसरी चाहिँ शब्द, त्यसपछि सङ्गीत, त्यसपछि सुरले जसरी चाहिँ हाम्रो एउटा शरीरले एउटा अन्तर कनेक्सन पाइरहेको हुन्छ, एउटा इन्टिमेसी पाइरहेको हुन्छ सोलसँग, त्यसरी नै गीतले पाउँछ। यो चाहिँ साङ्गीतिक क्षेत्रको मेरो अनुभव हो, मेरो व्यक्तिगत धारणा। साथसाथै अब साइन्समा चाहिँ के भन्छ, अब यसलाई चाहिँ मैले कसरी लिन्छु भन्दा, हाम्रा शरीरमा विभिन्न रसायनहरू हुन्छ, ती रसायनहरूले चाहिँ हामीलाई प्लिजेन्ट दिन्छ, हामीलाई ह्याप्पिनेस दिन्छ। सेरोटोनिन, डोपामाइन, एन्डोर्फिन, यस्ता ह्याप्पी हर्मोनलाई चाहिँ एक्टिभेट गर्नको लागि, यस्ता ह्याप्पी हर्मोनलाई चाहिँ रिलिज गर्नको लागि सङ्गीतको अति आवश्यक पर्छ। त्यो सङ्गीतका झन्कारहरू हाम्रो शरीरमा चाहिँ पर्दै गर्दा हाम्रो विभिन्न सेन्स अर्गन, राइट हो, ती सेन्स अर्गनले चाहिँ थाहा पाउँदै गर्दा हाम्रो मन मस्तिष्कमा पर्दै गर्दा सेल चाहिँ हुरुरुरु एक प्रकारको एक्टिभेसन हुने, अनि तपाईँको हर्मोनहरू चाहिँ त्यसले चाहिँ निर्माण गर्ने, अनि त्यसले अझै स्टेप बाई स्टेप एउटा चरणबाट अर्को चरणमा लानु मद्दत गर्दो रहेछ। त्यसै हेतु त्यही अनुरूप मैले चाहिँ अब सङ्गीतलाई त्यसरी नै लिएको छु, व्यक्तिगत एउटा। भनेपछि गीत सङ्गीतको विज्ञानसँग पनि कनेक्सन एक्ज्याक्टली एकदम कनेक्सन छ हो। हजुर तपाईँलाई धन्यवाद यो जानकारीको लागि। ओके, अब तपाईँ कभर सङ पनि गाउनुहुन्छ? हजुर हो। हजुर। के छ यो कभर सङ गाउँदाखेरि र आफ्नो अरिजिनल सङ गाउँदाखेरिमा त्यस्तो के फरक आउँछ? यस्तो छ, कभर सङ गाउँदाखेरि ओरिजिनल लिरिक्स, ओरिजिनल शब्दहरू, राइट हो, त्यस्ता कुराहरूलाई पहिलो त प्राथमिकता हामीले दिनुपर्ने हुन्छ। त्यसलाई मार्नु हुँदैन, त्यसको जुन सुगन्ध छ त्यसलाई चाहिँ कुल्चेर हामीले नयाँपन, मेरो एउटा व्यक्तिगत धारणा पनि यस अहिले जति पनि साथीहरू हुन्छ, यङस्टर्सहरू, नयाँ गायकहरू, उहाँहरूलाई एउटा सुझाव पनि हो, त्यसलाई त्यसको ओरिजिनालिटी, त्यसको जुन फ्लेभर छ, अर्ग्यानिक भन्छौँ नि, त्यसलाई चाहिँ नकुल्चिकन गाउन सकिन्छ। अब कभर सङ गाउँदाखेरि आफ्नो नयाँपन पनि दिन सक्यो। अब ओरिजिनल सङ गाउँदा चाहिँ त्यसकै ढाँचामा, त्यसकै मोडलमा बसेर यताउता नगरिकन गाउनु पर्ने हुन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ। ओके, दर्शक महानुभावहरू, आज हामीसँग हुनुहुन्छ उज्जवल खरेल। उहाँ राम्रो स्वर, राम्रो गायक पनि हुनुहुन्छ। उहाँले थुप्रै स्टेज सोहरूमा आफ्नो गायन प्रस्तुत गरिसक्नु भएको छ र आज हामी उज्जवल खरेलका अनुभवहरू तपाईँलाई सेयर गरिरहेका छौँ। उज्जवल चाहिँ फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। ओके, अब तपाईँ झापाको शनिसरीमा बस्नुहुन्छ अहिले? हजुर है। हजुर। तपाईँको झापाको साङ्गीतिक माहौललाई कसरी चाहिँ मूल्याङ्कन गर्नु भएको छ? झापामा धेरै गायक गायिका, उहाँहरूको सङ्गम स्थल हो झापा।
यहाँबाट चाहिँ झापाबाट चाहिँ राष्ट्रिय स्तरका कलाकारहरू हुनुहुन्छ। झापा एउटा चाहिँ त्यस्तो स्रोत हो, झापा त्यस्तो ठाउँ हो। अब यहाँबाट अन्यत्र गएर अब जस्तै हाम्रो प्रमोद दाइकै कुरा गरौँ, उहाँ पनि झापावासी, हामी त लगभग सँगसँगै नै हो। झापावासी उहाँ अब राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको एउटा लेजेन्डरी मान्छे भइसक्नुभयो। साङ्गीतिक माहौल झापामा राम्रै देख्छु, एभरेज मोर देन एभरेजै देख्छु म चाहिँ। अब हामी जस्ता भर्खर बामे सर्दै गरेका कलाकारहरूलाई चाहिँ अलिकति स्ट्रगल गर्ने नै अवस्था छ। अन्य अब यसो भन्दैमा अब गर्नै नसकिने चाहिँ होइन। साङ्गीतिक माहौल लगभग राम्रो छ झापामा अवसर छ। झापामा थुप्रै राष्ट्रिय स्तरका गायक गायिकाहरू जन्माएको छ। हजुर एकदम त्यो भन्न मिल्छ। ओके, फेरि पनि हाम्रो दर्शकलाई एउटा तपाईँको गीत प्लिज। म हिन्दी गाना गाउँदैछु एउटा। ओके स्योर। राहों में तन्हा हूँ, संग तेरे सफर पूरा करूं। राहों में तन्हा हूँ, संग तेरे सफर पूरा करूं। क्या कहूँ ऐ जिंदगी, तू है मेरे सांस, रहना तो पास हर घड़ी। तू दे मेरा साथ, थाम ले हाथ, चाहे जो भी हो बात। तू बस दे मेरा साथ, तू बस दे मेरा साथ। थ्याङ्क यू। ओके, धेरै राम्रो, अत्यन्तै मिठो स्वर पनि। तपाईँलाई नेपालका गायक गायिकाहरूमा तपाईँको मनपर्ने गायक गायिका चाहिँ को? मलाई सबै प्रकारका गायक गायिका मनपर्छ। एउटा कस्तो भने क्षेत्रगतमा रहेर सबै गायक गायिकाहरू मनपर्छ। त्यसमा पनि अब मलाई छोको अब एकदमै हृदय स्पर्शी अरुण थापा, लेट अरुण थापालाई सम्झिन चाहन्छु। त्यस्तै प्रमोद खरेल, त्यस्तै चाहिँ अहिले विभिन्न हुनुहुन्छ, जस्तै सञ्जीव सिंह हुनुहुन्छ, सुगम पोखरेल हुनुहुन्छ। उहाँ म सानो हुँदैखेरि मैले गीत चाहिँ सङ्गीतको स पनि नसिक्दै गरी यश कुमार दाई, उहाँलाई सम्झिन चाहन्छु। सङ्गीतको स सिक्दै नसिक्दै गरी गर्दै गर्दा म उहाँहरूलाई पछ्याएको मान्छे हो। हजुर। यश कुमारका गीतहरू तपाईँलाई मनपर्छ? एकदम मनपर्छ। ओके, अब सङ्गीत क्षेत्रमा अहिले चाहिँ के छ भने यो भाइरलको जमाना छ। हजुर है, तपाईँको फेसबुकमै एउटा कुनै एप्सहरूमा गीत गाएर पनि मान्छेहरू भाइरल हुन थाले। पक्कै पनि है। अब के छ यो यसरी सङ्गीत क्षेत्रमा भाइरल भएर बनेको गायक गायिका र तपाईँको एक किसिमले स्ट्रगल गरेर सङ्घर्ष गरेर चाहिँ एउटा बनेको गायक गायिकाहरूको मूल्याङ्कन गर्दा कसरी मूल्याङ्कन गर्नुहुन्छ तपाईँ? यो यस्तो छ, भाइरल भएर चाहिँ गायक गायिका बन्नु नराम्रो कुरा होइन। हजुर, म त्यसरी लिन्छु। हजुर। अब हिजोका समयमा एउटा भन्छ नि ढुङ्गे युग, मान्छेको मानव सभ्यतालाई हेर्ने हो भने पनि आज हामी म यसरी बसिरहेका छौँ, यो भनेको कुनै दिन कल्पना थियो। आज चाहिँ यो हुन सत्य हुन पुगेको छ। अतः भाइरल हुने प्रक्रिया भनेको त्यो एउटा समयको जोड पनि हो, समयको माग पनि हो। यो त एउटा बाढी हो, यो बाढीलाई रोक्यो भने बगाउँछ। तर यसलाई कसरी चाहिँ व्यवस्थापन गर्ने त्यो चाहिँ अति महत्त्वपूर्ण सेन्सिटिभ कुरा त्यहाँ छ। त्यो व्यवस्थापन नभएको हुनाले चाहिँ आज भाइरल हुने प्रक्रियालाई पनि अलिकति नकारात्मक विकृति पक्कै पनि विकृति आइरहेको अवस्था हो। अतः यसलाई चाहिँ हामीले व्यवस्थापन गरेर सम्बन्धित निकायले यसलाई व्यवस्थापन गरेर लाने हो भने यो एउटा एकदमै राम्रो प्लेटफर्म। जस्तो कि मानिलिउँ एउटा गायक बन्नको लागि अहिले अब हिजोका दिन जस्तो हाम्रो सुगम पोखरेल, हाम्रो चाहिँ धीरज राई जस्ता दाजुहरूले सिनियरहरूले चाहिँ पेम्पलेट्स बोकेर टाल्ने, मेरो फलानु दिन चाहिँ यो मितिमा चाहिँ मेरो गीत छ आइदिनु होला भनिरहनु अहिले आवश्यक छैन। अथवा यसलाई वरदान स्वरूप हामीले लिनुपर्छ। तर
एभ्रिथिङ हेज अपोजिट पार्ट राइट त्यस कारणले हामीले त्यसलाई व्यवस्थापन गर्दै गयौँ भने यो पक्कै पनि यो राम्रै पक्ष लिन्छु म चाहिँ एकदम एकदम सही कुरा गर्नुभयो अनि अब यो एउटा टिकटक पनि छ अहिले हजुर 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 टिकटक चलाउनुहुन्छ टिकटक म ठ्याक्कै अहिले टिकटक चलाएको छुइनँ हो हजुर हजुर टिकटकले त सबैले कलाकार बनाइदियो कलाकार बनायो भने पक्कै पनि बनायो गायिका पनि जन्माइदियो नायिका पनि जन्माइदियो मोडल पनि जन्माइदियो सबै गरिदियो त्यो पनि गरिदियो प्लस कस्तो भने यसमा पनि अलिकति थोरै यसले टिकटकले अलिक कलाकारलाई सस्तो बनाइदिएको हो त्यो पनि भन्न मिल्छ मैले अघि जुन व्यवस्थापनको कुरा गरेँ नि हजुर हजुर सम्बन्धित निकायले चाहिँ यसलाई व्यवस्थापनमा ध्यान नदिएको हुनाले जुन अर्ग्यानिक जुन एउटा रियल जुन छ नि कलाकार रियल गायक गायिका मोडल जो भयो भने उनीहरूलाई चाहिँ अलिकति सस्तो लोकप्रियतामै अलिकति बिग्न सक्ने जो पनि त्यो पनि भएको अहिले टिकटक भनेको तपाईँको भनिन्छ उम्रेदेखि खुम्रेसम्म साना केटाकेटीदेखि लिएर चाहिँ ठुला ठुला हजुरबाहरू उहाँहरूसँग पनि एउटा भाइरल हुने मिडियम भयो एउटा तपाईँको यो चाहिँ खेलाउना जस्तो भयो कि एक हदमा यो ठिकै पनि हो तर जहाँ यो गीत सङ्गीतको कुरामा आउँछ त्यहाँ गएर अलिकति हामी चुक्छौँ कि यस क्षेत्र यो टिकटक क्षेत्र थोरै विकृति अब अहिले अलिकति छाडापन होइन अब के भइदियो भने मैले चाहिँ कहीँ सुन्ने गरेको छु टिकटकै कलाकार हजुर हजुर हो होइन टिकटकै मोडल भन्ने किसिमको आइदियो क्या अब होइन अब भनेको कलाकारितालाई टिकटकसँग जोडियो हजुर हजुर है पक्कै किन कलाकार त गहन विषय हो नि त गहन विषय होइन धेरै त्यसको लागि धेरै साधना धेरै परिश्रम धेरै मेहनतको जरुरत पर्छ तर अब टिकटकमा चाहिँ त्यस्तो मेहनत पनि पर्दैन होइन अब जस्ट लिप सिङ्क्रोनाइजिङ गर्ने त्यसमा त्यो भएकोले अहिले टिकटकै कलाकार भन्ने कुरा चाहिँ आयो त्यसले चाहिँ थोरै ओहो पक्कै पनि सरले भने जस्तै यो पक्कै पनि एकदमै यो सत्य कुरा हो अब जो कलाकार स्ट्रगल फेजमा रहन्छ जो कलाकार जुन चाहिँ एउटा खारिएर जान्छ त्यो कलाकार र टिकटकको कलाकारलाई त हामी तुलना गर्न सक्दैनौँ मिल्दैन त्यसलाई दाँच्न मिल्दैन पक्कै पनि मिल्दैन अब के चाहिँ हो भने टिकटकबाट पनि अलिकति थोरै एड गर्न सकिन्छ है हाम्रो आफूमा भएको कलाकारितालाई चाहिँ प्लस पोइन्ट एडिसन गर्न सकिन्छ यो चाहिँ एउटा कस्तो भने अल्टरनेटिभ वैकल्पिक उपायको रूपमा लिन सकिन्छ यसलाई तर यो टोटल्ली यसलाई चाहिँ रिप्लेस गरेर चाहिँ एउटा ओरिजिनल कलाकारको एउटा स्टोरी जुन छ नि एउटा उसको एउटा तपाईँको सङ्घर्षका कथाहरू उसले भोगेका यो त धर्म हो नि त गीत सङ्गीत भनेको त एउटा शुद्ध धर्म हो यो धर्मलाई नै कुल्चिएर चाहिँ बाटो अर्कै रोज्ने चाहिँ अलिकति यो दिँदैन पक्कै पनि यो ब्रह्माण्डको नियमले पनि दिँदैन अब तपाईँ गीत पनि गाउनुहुन्छ टिचिङ पनि गर्नुहुन्छ तपाईँलाई घरबाट चाहिँ कतिको सपोर्ट छ घरबाट मलाई पूर्ण सपोर्ट छ पूर्ण मेरो वाइफ मेरो म्याडम उहाँ पनि अब गीत गाउँदै हुनुहुन्छ उहाँ पनि अब पहिला अब नृत्यतिर पनि हुनुहुन्थ्यो उहाँले अरू केटाकेटीहरूलाई पनि सिकाउनुहुन्थ्यो अब टिकटक पनि उहाँ पनि चलाउनुहुन्छ टिकटक उहाँ पनि टिकटक एउटा जुन सरले भने जस्तै एउटा टिकटकरको रूपमै अब कस्तो भने आफ्नो फुर्सद समयलाई चाहिँ त्यसरी कोही बेला चाहिँ हामी गर्छौँ अब घर परिवार त्यो हुँदाखेरि पारिवारिक माहौल त पक्कै पनि बनिहाल्छ पक्कै पनि सपोर्ट छ भनेपछि तपाईँलाई गीत गायन क्षेत्रमा सङ्गीत क्षेत्रमा लाग्न घरबाट कुनै अब्स्टेकल छैन ओके अब तपाईँले चाहिँ गायन क्षेत्रमा भर्खरै तपाईँ अघि बढ्नु हुँदैछ तपाईँले भविष्यमा चाहिँ गायन क्षेत्रले कसरी अगाडि बढाउने योजना गर्नु भएको छ सर्वप्रथम त पक्कै पनि मैले अब अहिले आफ्नो जीविकोपार्जनै भन्छु एउटा फ्याक्ट कुरा त्यो सत्य फ्याक्ट कुरा जीविकोपार्जनको लागि आफूले जानेका सिपहरू आफ्नो प्यासनको रूपमा अब एउटा टिचिङ छ यो टिचिङ त म लगभग मेरो जीवन त नै हुन्छ यसलाई छोड्न सक्दिनँ म एउटा त्यो पक्ष भयो अब गीत सङ्गीत जुन छ गीत सङ्गीतलाई चाहिँ मैले एउटै प्यारलली लिएर हिँडिरहेको अवस्था हो अब भोलिका दिनमा अब समयले साथ दियो अब दर्शक श्रोताहरूले चाहिँ माया दिनुभयो
मन पराइदिनु भयो भने अब राष्ट्रिय स्तरसम्म पनि पुग्ने मेरो एउटा जमर्को चाहिँ पक्कै पनि छ। त्यति योजना बनाएको छ। त्यसलाई चाहिँ अब विभिन्न एउटा मेथोडोलोजीबाट एउटा चाहिँ तपाईँको भिजनबाट म अगाडि बढ्दैछु। अब त्यहाँसम्म पुग्न एउटा त्यो पोइन्टमा पुग्न त त्यति सजिलो त छैन। जसरी चाहिँ अब अहिले चाहिँ राष्ट्रिय कलाकारहरू हुनुहुन्छ, एउटा माध्यम त छ। अब अहिले सरले भन्नुभयो टिकटकको कुरा गर्नुभयो, फेसबुकका कुराहरू हुन्छन्, नेटवर्किङ सोसल नेटवर्किङमा धेरै माध्यम त छ। त्यो माध्यमलाई पनि अलिकति प्रयोग गरेर त्यसलाई त्यही माध्यमबाट अगाडि बढ्ने सोच चाहिँ पक्कै हो। ओके, अब उज्जवलजीलाई मैले फेरि पनि अनुरोध गरेँ हाम्रा दर्शकलाई एउटा गीत सुनाइदिनको लागि प्लिज। यो चाहिँ हाम्रो यस कुमार दाईको गाना छ। हिजो हामी भेट्थ्यौं पहिले जहाँ, अरूलाई नै तिमी भेट्छौ रे। हिजो हामी भेट्थ्यौं पहिले जहाँ, अरूलाई नै तिमी भेट्छौ रे। कसैले सोधे मेरो बारेमा, झर्केर चिन्दिन भन्छौ रे। झर्केर चिन्दिन भन्छौ रे। तिम्रो मन बदलिएछ, तिम्रो मन बदलिएछ। मलाई हेर्ने तिम्रो नजर, मलाई हेर्ने तिम्रो नजर बदलिएछ, बदलिएछ। तिम्रो मन बदलिएछ। धन्यवाद। राम्रो मिठो, अत्यन्तै मिठो गीत। मलाई पनि यस कुमारका गीतहरू साह्रै मनपर्छ। हजुर हजुर। ओके उज्जवलजी, अब तपाईँलाई मैले सोध्न खोजेको कुरा चाहिँ के हो भने नेपाली सङ्गीत क्षेत्र हिजोदेखि आज यहाँसम्म आइपुग्दाखेरि थुप्रै परिवर्तनहरू आएका छन्। हजुर, पक्कै पनि है। गीत गाउने शैलीमा समेत परिवर्तन आयो। हजुर हजुर। प्रविधिमा परिवर्तन आयो। पक्कै पनि। के लाग्छ तपाईँलाई, पहिलाका गीतहरू, पहिलाको साङ्गीतिक माहौल र अहिलेको साङ्गीतिक माहौलमा के फरक छ? कस्तो किसिमको चाहिँ तपाईँले चाहिँ एक किसिमको फरक देख्नु भएको छ? एकदमै गहन प्रश्न गर्नुभयो सरले। यसलाई चाहिँ कसरी म लिन्छु भने पूर्वीय सभ्यता, त्यसमा पनि नेपाली सभ्यतामा गीत सङ्गीत मात्रै नभएर भाषा संस्कृतिमा हामी धनी, हिजैदेखि धनी। आज पनि ती स्रोत साधनहरू छन्। गीत सङ्गीतका स्रोत साधन, कलाकारहरू आज पनि जीवितै हुनुहुन्छ। हजुर। त्यसलाई नयाँ पिँढीले, म एउटा 30-31 वर्षको मान्छे, मैले केही वर्ष 15-20 वर्ष हिजोका दिन पनि भोगेँ र अहिलेको म एउटा शिक्षण पेसामा आबद्ध हुँदै गर्दा अहिलेको जेनेरेसनको फिलिङ्स, उनीहरूको प्यासन पनि थोरै बुझ्दै गरेको मान्छे। अतः मैले के देख्छु भने हिजोको सङ्गीत र आजको सङ्गीतमा पक्कै पनि धेरै परिवर्तन आएको छ। हजुर हजुर। आजका यङ स्टरले बुझ्न पनि के आवश्यक छ, हिजोका सङ्गीतलाई कुल्चेर, हिजोका गीत सङ्गीतलाई चाहिँ मारेर अघि बढिँदैन है। पक्कै पनि यो यङ स्टरमा चाहिँ नयाँ खालको एउटा विकृति स्वरूप पनि देखिएको छ। मैले पक्कै पनि गाली गरेको होइन, उनीहरूलाई चाहिँ एउटा सुझावको रूपमा, जस्तो प्यारोडी गानाहरू गाउने, त्यो प्यारोडी सङ्गीतहरू भन्छ नि, त्यो भयो। अश्लील शब्दहरूको प्रयोग गीतमा पनि आइसक्यो। यसलाई चाहिँ सम्बन्धित निकायले एकदम एक्सन लिन अति आवश्यक। यो छुटिरहेको अवस्था देख्छु म। हिजोका सङ्गीतिक गुरुहरू, हिजोका सङ्गीतिक धरोहर योद्धाहरूले दिनुभएका सन्देशहरूलाई हामीले त्यसलाई आत्मसात, हामीले आत्मैबाट लिएर अझै त्यसलाई प्लस गरेर लान आवश्यक छ। अतः यो कुरा चाहिँ एकदमै गहन विषय हो सर। यसलाई हामीले नयाँ आउँदा पिँढीहरूले चाहिँ त्यसलाई परिमार्जित गरेर नयाँपन दिएर त्यसको ओरिजिनालिटीलाई नबिगारिकन लिन आवश्यक छ। पक्कै पनि त्यहाँ धेरै नै अन्तर रहेको अवस्था छ। खाल्टो धेरै नै भइसकेको छ। खाल्टो यति धेरै भइसकेको छ कि अब त नेपाली सङ्गीत, अब हिजोका गीतहरू अहिले बिरलै, अब नारायण गोपालका गीतहरू चाहिँ त्यो ओरिजिनल भर्जनमा सुन्ने गर्छौँ हामी कोही कसैले चाहिँ त्यसरी हामीले सुनिरहेको पायौँ भने मख पर्छौँ कि। आज त अब तिनै पनि नारायण गोपालको जस्तै एउटा गाना म लिन चाहन्छु।
मलाई माफ गरिदेऊ मेरा लोभी नजर। यसलाई चाहिँ हाम्रो दिपेश किशोर भट्टराईले गाउनु भयो, राम्रै तरिकाले गाउनु भयो, साह्रै मिठो, एउटा लिजेन्ड हो मेरो लागि, राइट। अब उहाँसम्म त ठिक छ, त्यसपछि अब आउने जुन अब नयाँ जुन छ उहाँहरूले चाहिँ बिगारिदिनु पो हुन्छ कि, त्यो चाहिँ एकदमै डर छ। अतः यसलाई यसरी बुझौँ, हामीले चाहिँ हिजोका गीत सङ्गीतलाई माया गर्दै त्यसलाई सम्मान गर्दै आफ्नो नयाँ सृजना थप्दै गयो भने त्यो बुझकीपन हुन्छ। नत्र भने यो खाल्टोलाई चाहिँ यो भत्केर पुरै चाहिँ सिउन नसकिने अवस्था भोलि आउन सक्छ। अब हिजोका गीत सङ्गीत, हिजोको गायक स्रष्टाहरू भनेका चाहिँ हाम्रो अमूल्य सम्पत्ति हुन्। हजुर पक्कै पनि, एक्ज्याक्टली। हजुर उनीहरूको महत्त्व अहिलेको पिँढीहरूले बुझ्नु पर्यो। बुझेका छैनन् भन्ने कोसिस होइन मेरो, भनाइ होइन, मेरो सोच होइन, तर बाटोको बिराका हुन् कि उनीहरूको आजको एक्सन, उनीहरूको जुन तरिकाको एक्सन छ त्यो देख्दा चाहिँ स्वतः ज्वलन्त देखिन्छ। उज्जवल चाहिँ अब हामी लगभग झन्डै कार्यक्रमको अन्ततिर आइसकेका छौँ। प्लिज तपाईँको एउटा मिठो स्वर हाम्रा दर्शकलाई। म चाहिँ यो गाना एउटा अनिल सिंह दाइको हो। जीवनको अन्त्यपछि सोध्नेछु दैवलाई, लेख्न भुल्यो किन भाग्यमा मेरो तिमीलाई, सक्छु भने विष देऊ एकै क्षणमा मारिदेऊ, नरहन्छ जिन्दगी नहुन्छ यो पीडा तिम्रै हातले, गरिदेऊ बिदा संसारदेखि मलाई बिदा। यस्तै मिठो, अत्यन्तै मिठो, राम्रो एकदम। ओके, अब अन्तिममा तपाईँका साथीभाइ, इष्टमित्र, दर्शकलाई केही भन्नु छ प्लिज। पक्कै पनि म सर्वप्रथम त यस गुप्तचर खबर प्रति धेरै 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 धन्यवाद दिन चाहन्छु। मलाई आज बोलाइदिनु भयो। त्यस्तै साथसाथै कृष्ण अनमोल सर, उहाँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। साथै मलाई यस टेलिभिजन, यस च्यानलबाट सुनिरहनु भएका मेरा आम दर्शक श्रोताहरूप्रति हार्दिक नमन व्यक्त गर्न चाहन्छु। मेरो गीत म एउटा भर्खर बामे सर्दै गरेको गायक, मलाई आगामी दिनमा सपोर्ट गरिदिनुहोस्। नेपाली गीत सङ्गीतलाई माया गरिदिनुहोस्, नेपाली गीत सङ्गीतप्रति स्नेह देखाइदिनुहोस्, सम्मान गरिदिनुहोस्। जय नेपाली गीत सङ्गीत। धन्यवाद। दर्शकहरू, आज हामीसँग हुनुहुन्थ्यो उज्जवल खरेल। उहाँ बामे सर्दै गरेको एकजना गायक र मिठो स्वर छ उहाँको। अवश्य पनि हाम्रो सपोर्टले, हाम्रो साथले उहाँले साङ्गीतिक क्षेत्रमा केही गर्नुहुनेछ र आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाउन सक्नुहुनेछ। आजको कार्यक्रममा हामीले तपाईँलाई उज्जवल खरेलका अनुभवहरू सेयर गरौँ। आगामी कार्यक्रममा यस्तै सङ्गीत क्षेत्रका, साहित्य कला, मनोरञ्जन क्षेत्रका अन्य व्यक्तित्वहरूलाई लिएर आउने बाचा गर्दै आजको कार्यक्रमबाट म कृष्ण अनमोल बिदा हुन चाहन्छु। नमस्ते।